हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू रियाक्सन भिडियो। मेरो नाम चाहिँ समेत आलो। आज मैले फेरि रियाक्सन भिडियो लिएर आइसकेको छु तपाईँहरूको अगाडि र आजको रियाक्सन भिडियो म गर्न गइरहेको छु थाहा छ के को बारेमा। गेस द सङ भनेको चाहिँ आज म गेस द सङ गर्न गइरहेको छु नेपालीमा। अस्तिको पार्ट चाहिँ हिन्दीमा थियो, अब चाहिँ नेपालीमा हाल्दैछु म। टक्क ढिला नगरिकन हामी सिधा भिडियोतर्फ बढ्नेछौँ। लेट्स गो न त गाइस। ल सुरु गरिदिउँ। धेरै एक्साइटेड छु है म। बाई द इमोजी हो ला। कति हो? पार्ट 11 हो। नो पज अरे। ल पज गर्न पाइन्छ होला नि यार, यस्तो नभन। दिल दिल होइन, यो मुटु 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 र गाना, मुटु र गाना बादल। मुटुले बादलसँग बोलायो। यो के हो? टाइम चाहिँ यो पज नहानिकन गरौँ न। दिल वर्षा वर्षा तिमी जम वर्षिदेऊ न। त्यो त होइन नि गाइस, होइन होइन त्यो त होइन। म यस्तो गीत गाउँछु जुन प्रेम गीत। कसम यो गीत कसले सुनेको छैन यार, सबले सुनेको छ यार। छि छि बिल्ला हो यार। ल म पज लिन्न ल। मेरो दिलमा मेरो मुटुमा तिमी, मेरो मुटुमा तिमी। ए के हो? मेरी माया दुई चुल्ठी बाटेकी। मैले सुनेको गीत त कम्तीमा भन्न सकिरहेको छैन यार। गाह्रो छ। ल देश होइन यो त्यो जुन ठाउँमा लोकेसन दिएको त्यो चाहिँ कहाँ हो? नेपाल सुदूरपश्चिम भने होइन, नेपाल। बाग बगैँचा। अरे टाइम पज लिन्न भनेको पज लिएको लेख्छु यार। बुझिनँ गाइस, बुझिनँ मैले यो। हेरौँ अब के हुन्छ है। पज चाहिँ लिन्न ल म अब। अरे मैले त यो गानै सुनेको थिइनँ यार। ल त आयो बागले बाकर खायो। फेन्टा लिएर माया लट्ठी छ त यार। फेन्टा प्लस लट्ठी, फेन्ट लस्सी। के हो यो? के हो? फन्टास्टिक वन्डरफुल हुन दियोलाई। उफ यो गाना सुनेको थियो मैले। काले दाई काले दाईले लगाएछ कालै छ खोटो, काले दाईले लगाएछ कालै छ खोटो। टिङ 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 मैले भनिसके एन्सर। काले दाइले लगाएको कालै छ खोटो। यो ओके। घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, टाढीको डाँडामा हेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो। आई गेस त्यही होला। दिल यो होइन कि क्या हो? ल ठिक छ। यो चाहिँ के हो फेरि? मोटर साइकलमा बुझिसक्यो। मोटर साइकलमा पछाडि बसेर घुम्नलाई जाऊ काँक्रे बुलेट बाइकमा दमदम। मोटर साइकलमा घुम्नलाई जाउँ कान्छे। ल 100 ब्यान्ड बाजा 100। यसमा चाहिँ मैले पज लिएँ ल गाइस। यो मैले हल्का बुझिनँ। 100 ब्यान्ड बाजा 100 खुट्टा पाइला। यो त कस्तो बुझिनँ यार, मैले नि बुझिनँ यार। 100 ब्यान्ड बाजा 100 खुट्टा पाइला। सैथरी बाजा एउटै सैथरी यो गाना सुनेको थिएँ मैले, तर कस्तो दिमागमा आएन। एउटै मैले पज लिएँ ल। चु टु होइन यसलाई के भन्छ हौ नेपालीमा? थोरै दारी काट हेर्छु।
थोरै दारी काटा हेर्छु के भनेको यार मैले के हो यो गाना फेरि हल्का दारी लट्ठै पारी हेर्छौ यो गाना छ पनि मैले त सुनेको पनि कहिले थिइनँ यार बादल ओहो कति सजिलो म यो 5 सेकेन्डमा एन्सर दिइसक्छु यो मलाई आइसक्यो क्या म भनिदिइहालौँ 5 बादल बरसा बिजुली सावनको वर्षा बिजुली सावनको पानी ल ए यो त म 7-8 मा पढ्दा यति सुनेको छु रातो लिपस्टिक तिम्रो रातो लिपस्टिक रातो लिपस्टिक तिम्रो यो चाहिँ नबिग्रियोस् यार ल यहाँ धेरै उसमा त यो जान्थ्यो अहिले होइन तपाईँहरूलाई कस्तो लाग्यो त मेरो आजको रियाक्सन भिडियो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला मेरो च्यानलमा यस्तै रियाक्सन भिडियो हेर्न चाहनुहुन्छ भने बेल आइकनमा अलमा प्रेस गर्नु होला है त गाइस ल अहिलेलाई चाहिँ म जाँदैछु जय नेपाल